हेलो नमस्ते गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू यहाँहरू सबैजना मेरो युट्युब फ्यामिलीहरू आरामै स्वस्थ हुनुहुन्छ होला र म यहाँहरू समक्ष नयाँ दिन नयाँ ब्लगका साथ उपस्थित भइसकेको छु। र आज चाहिँ नि म घर पछाडि अरल टिप्न आएको हो। यस्तो रहेको छ यो मेरो घर पछाडिको भ्यू हो। उतातिर हुनुहुन्छ भाउजू अनि यतातिर हो हाम्रो फ्याक्ट्री र यो हो मेरो अरल बारी। यहाँ यो अरलको रुख हो अनि यसमा भएर अनि म र भाउजू मिलेर यो पहिल्यै पाकिसकेको अरल टिप्न आएको हो साथीहरू। ल हेर्नु है त यस्तो रहेको छ। भाउजू यहाँ टिप्नु भयो के भ्यायो यसरी चाहिँ नि तराईतिर अहिले अरल पाकेको अरलहरू टिप्ने सिजन चलिरहेको छ भने हजुरहरूकोतिर के को सिजन चलिरहेको छ अहिले अनि के काम गर्दै हुनुहुन्छ हजुरहरूले कमेन्टमा बताउन सक्नुहुनेछ यहाँहरूले। यस्तो हुन्छ दाना यहाँहरूले थाहा छ कि छैन हैन। अब पहिला त म हो कसैलाई त थाहै हुँदैन कि पहिला म अब यो अरलको रुखहरू दारहरू सबै हुने रहेछ कि यहाँ सिर्फ नुन मात्रै पाइँदैन साथीहरू। यहाँ तराईमा गर्न सक्यो भने सबै हुन्छ है। ल साथीहरू यसको लागि पनि ढङ्ग चाहिन्छ कि साथीहरू। मैले त कता यहाँ खै कुन हाम्रो टिभीको ल गाइज यस्तो छ है अरल। कत्रो दाना एउटामा भएर हुन्छ त। अरल टिप्ने मान्छे उहाँ हुनुहुन्छ यसरी टिप्नुहुन्छ सबै अरलको रुखहरू यसरी के भन्छ अरल भन्छ कि मलाई भन्न नि फेरि अझै आउँदैन। ल यसरी अरल टिप्ने काम भइरहेछ। यसरी खोज्नुपर्छ साथीहरू। यो कोही हरियो भएछ कोही पाकिरह के यो पाकेको हो कोही हरियो भइरह कोही यसरी फुल फुलिरहेछ। अनि यिनीहरूलाई कुट्दासम्म त यो त यहीँ फुटेर झर्छ सिद्धिन्छ होइन। त्यही भएर यो अरल यसरी टिपेको कोही चाहिँ नि यहाँ फुल फुलिरहेछ यसरी अनि यहाँबाट फेरि यसरी हरियो भइरहेछ कोही चाहिँ नि छिटो पाकिसकेछ यहाँ। साथीहरू एकछिन आराम गर्नु पर्यो भनेको यो भाउजूले मलाई बस्न नि दिएन कि यस्ता हुन्छन् भाउजूहरू भनेको। साथीहरू भाउजू र म सँगै बस्ने होइन छुट्टै बस्छौँ है हामी। अनि यत्तिकै हाँसो गरेको भाउजू एकछिन अरल टिप्न आइदिनु भएको हो सघाउन। अनि यत्तिकै हाँसो गरेर त्यसो भनेको अनर्थ नलिनु होला।
आमा फुलै संसार गाडाको आँखामा काडै संसार। साथीहरू बयरको रुखलाई हेर्नु त ल यहाँ तिमी कस्तो छ मिठो छ खै 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 एउटा चाहम त गुलियो त गुलियो मिठो त मिठो साथीहरू अलिक टर्रो टर्रो किन टर्रो भएको काँचो भएर है ल गाइज हाम्रो हर टिपेको यति टिपेमा आज फेरि भोलि पनि आउने होइन भाउजू हाम्रो भाउजूले तरुल खन्न लाउनु भएछ ल है ए ल तरुल देखियो होइन अब कति ठुलो तरुल आउने है ल ल कत्रो ठुलो तरुल आउँछ है गाई अब हेर्नु है कुन ओ रहेछ होइन यही हो